आज मैले पात किनेर ल्याएको छु। पात आज दुना टपरी बोता गाँस्न गइरहेको छु। आज म यो मुठा फुकाएर हेर्छु। कुनै कुनै मुठा चाहिँ नराम्रो पनि हुनसक्छ, तर यो चाहिँ राम्रो रहेछ। अब म दुना गाँस्न गइरहेको छु। हुन त कति दिदीबहिनीहरूलाई चाहिँ मैले भन्दा पनि राम्रो गाँस्नुहुन्छ, तर कति दिदीबहिनीहरूलाई नआउनु पनि सक्छ। पहिला चाहिँ मैले सानो पातलाई प्वाल परेको पात छ मुनि राख्ने, राम्रो चाहिँ माथिबाट राखेर यस्तो गरेर फेद यता, माथिको टुप्पो यता, यसलाई फेद यस्तो गरेर मिलाएर यस्तो गरेर गाँस्नुपर्छ दुनालाई चाहिँ। तर मलाई त्यति त आउँदैन दिदीबहिनीहरूले जस्तो, तर कतिजनाले कति राम्रो गाँस्नुहुन्छ। यसो गरेर यसो गर्दाखेरि यसो गर्नुभयो भने टक्क यहाँ बस्छ। अब म बोता गाँस्न गइरहेको छु। बोतालाई चाहिँ यसो गरेर यो मिर्काउनुपर्छ, अलिक डह्रो हुन्छ, खिल्नलाई गाह्रो हुन्छ। यसो गरेर यसलाई पातलाई यसरी मुनि राखेँ र यसो गरेँ। अब यो पातलाई यसो गरी दोबार्नु होला। दिदीबहिनीहरूलाई आउँदैन भने यो चाहिँ यसलाई चाहिँ बोता भन्छन्, पूजाआजामा काम लाग्छ यो। यसो गरेर यसलाई मुनिबाट यसो गरेर यसलाई पनि फर्काएर यसलाई पनि मुनिबाट घुसाइदिनु होला। फेरि यसलाई पनि यसो गरेर तर मैले आफ्नै तरिकाले गाँसिरहेको छु, त्यति राम्रो नहुन पनि सक्छ। अब यसो गरी उठाउनु होला। जस्तो हामीले दुना उठाएको छ त्यस्तै गरी एकतर्फी मात्रै उठाउने हो। यो दुनाको चाहिँ दुवैपट्टि उठाउनुपर्छ, बोताको चाहिँ यसो गरेर एकपट्टि मात्रै उठाउनुपर्छ। यसो गरेर यसलाई चाहिँ अलि सिन्का लगाउनुपर्छ, अनि बोता डह्रो हुन्छ। मैले बोता गाँसेँ, यस्तो भयो। अब म टपरी गाँस्न लागिरहेको छु। टपरीको लागि चाहिँ हामीले 10वटा पात छुट्याउनुपर्छ। यसलाई मैले 10वटामा अब यो 2टा चाहिँ मैले चकटी लाउनको लागि राखेँ, यो तलको उल्टो पारेर राखेँ। अब यसलाई सुल्टो पार्छु। अब यसलाई टुप्पो त मैले अघि नै चुडेँ, भेट्नु पनि रहेनछ यो पत्तामा। तर यो भेट्नु नराखिकन टिप्ने दिदीबहिनीलाई पनि धेरै धन्यवाद छ, नत्र भेट्नु कति पातहरूमा चाहिँ भेट्नु पनि हुन्छ। अब यसलाई मैले यसरी राख्नु होला, यहाँ मुनिबाट यसो गरेर यसलाई फर्काएर राख्नु होला त उल्टो, अनि यो सुल्टो पात फेरि यताबाट राख्नु होला। अब मैले यसलाई चकटी लगाउन गइरहेको छु। यसलाई मुनि राख्ने यस्तै गरेर उल्टो पारेर। अब यसलाई यहाँ यो पातलाई चाहिँ यहाँ बराबर गरेर यसो गरेर दोबारेर, ठुलो पात छ भने अलि धेरै दोबार्नु होला, सानो पात छ भने सानो थोरै दोबार्दा नि हुन्छ। अनि यसलाई यहाँ तलको पात र यो पातलाई बराबर पारेर चकटी लगाउनुपर्छ। अब मैले यसमा सिन्का लगाउँछु। यो सिन्का लगाउँदा चाहिँ यहाँ 3 ठाउँमा लगाउनुपर्छ।
अनि यहाँ ग्यापमा चाहिँ प्वालहरू देखिँदैन। यहाँ धान चामल हाल्दा यताउति के पनि छिर्दैन। अनि यसलाई टुप्पो चाहिँ चुन्नु होला। अब बराबर कसरी बनाउने त भनेर थाहा पाउनु भएन भने यसलाई यतापट्टिकोमा लगेर बराबर बनाउनु होला। यो पातलाई यसो गरेर बराबर भयो। यसलाई यसो गरेर टुप्पो माथि माथि पारेर घुमाउँदै जानुपर्छ। तर मभन्दा धेरै दिदीबहिनीहरूले कतिले मभन्दा पनि राम्रो गाँच्नुहुन्छ। तर मैले चाहिँ आफ्नै तरिकाले गाँसिरहेको छु। कुनै दिदीबहिनीहरूले आउँदैन भनेदेखि यसो गरी गाँच्नु होला भनेर देखाइदिएको मात्र हो। यसो गरेर हाम्रो यो दुना टपरी भनेको चाहिँ नि सालको दुना टपरी हामीलाई जे काममा पनि काम लाग्छ। पूजा आज बिहे बटुल मर्दा पर्दा हामीलाई धेरै काम लाग्ने चिज हो यो। अनि दिदीबहिनीहरूलाई कसैलाई नआउनु पनि सक्छ। यसो गरी गाँच्नु होला। यो दुना टपरी हो भनेदेखि हामीलाई वातावरणमा प्रदूषण भएन। अहिलेका प्लास्टिकका सामानहरू युज गरेर हामीलाई रोग लाग्ने, हाम्रा प्रदूषण वातावरणलाई असर बनाउने गर्छ। हामीलाई यो पातको दुना टपरी गाँस्यो भने यो कुहिएर पनि जान्छ। यसको मलमा पनि प्रयोग हुन्छ। यसो गरेर बराबर बिचको भागलाई पनि बराबर पारेर लगाउनुपर्छ। पहिलाका बाबुबाजेको पालामा कति राम्रो दुना टपरी गाँसेर यसमा मैले पनि भुजा खाना खाएको छु। यसमा पूजाआजामा प्रसाद बाँडिन्थ्यो यसमै यो टपरीमा। बिहेहरूमा भोज पनि खाएको छु यो टपरीमा। मैले अब यो टपरी लगाइसकेँ चारैतिर। यो टपरी चाहिँ हामीले यो 4 कुने टपरी भयो। अब अर्को 5 कुने पनि गाड्न सकिन्छ, 6 कुने पनि गाड्न सकिन्छ। मैले चाहिँ यो 4 कुने बनाएँ। अहिले हजुरहरूलाई 5-6 कुने गाँसेर पनि देखाउँछु। यसो गरेर यसलाई यो टुप्पोलाई यसो दोगार्नुपर्छ। अनि यो तलको पात लिएर आएर यहाँले यो हातले चेप्नुपर्छ। यसो गरेर धेरै नउठाउनु, माथि लग्यो भने धेरै कोक्रो हुन्छ। यसो गरेर ठिक्क उठाएर यसमा चाहिँ दुई ठाउँमा खिल्दा पनि हुन्छ। बराबरको पारेर उठाउनुपर्छ। पहिला सालको पातको टपरीमा खाना खाँदाखेरि यो सालको पातै बास्ना आउँथ्यो। हामीलाई मन पर्थ्यो सालको पातमा खाना खाँदा। यसो गरेर तर फागुन चैतको पात भए पनि कति राम्रो। अहिले त झर्ने बेला भएको थियो तैपनि कति राम्रो पात रहेछ। चैत वैशाखमा त अब पात झर्ने सिजन छ। अब मैले यो उठाइसकेँ। अब यसलाई फेरि तलको पात त यस्तो वाक्क परेको छ। अब यसलाई फेरि यो हातले यसो गरी दोगारेर यसो गरेर यहीँ मिलाइदिनुपर्छ र यसमा सिन्का लगाउनुपर्छ। यसमा त जति खिले पनि के हामीलाई केही हुँदैन। टपरी दह्रो हुन्छ। टन्न सामान राख्दा पनि टपरी लच्किँदैन। यसो गरेर यहीँ अब तलको र माथिको पात बराबर भयो भने टपरी त्यसै राम्रो भइहाल्छ। माथि चाहिँ सकेसम्म राम्रो प्वाल नपरेको हाल्नु। तल चाहिँ प्वाल परेको भए नि हुन्छ। किनेको पात खेर फाल्नु पनि हुँदैन। मैले
चार ठाउँमै खिलेँ। यहाँ चाहिँ अलिकति च्यातिएको परेछ। अब यसलाई चाहिँ यसो गरी दोबारेर च्यातिएको नदेख्नलाई यसो दोबारिदिँदा पनि हुन्छ। यसो गरेर मैले घाँसेको तल पनि बराबर भयो। यसो गरेर उल्टो र सुल्टो मिलाउनु पर्छ। पछाडि पनि फर्काउँदा यो सुल्टो पत्ता भयो, माथि पनि सुल्टो भयो। पत्ता हाल्ने बेलामा मिलाएर हाल्यो भने टपरी राम्रो हुन्छ। यो मैले 4 कुने टपरी गाँसेँ। अब हजुरलाई अर्को 5 कुने गाँसेर देखाउँछु। अब चाहिँ म 5 कुने टपरी गाँस्नु गइरहेको छु। 5 कुनेमा चाहिँ अलि ठुलो चकटी लगाउनुपर्छ, ठुलो पातको। सानो पात छ भने यहाँ गाँसेर गर्दा पनि हुन्छ। अब गाँस्दै जाउँ। 5 कुने हुन्छ, 6 कुने हुन्छ। यो चित्रिकारीलाई चाहिँ नि 5 कुने 6 कुनेको बनाउनु भन्छन् धेरै जस्तो। हामीलाई चाहिँ सिधा हाल्नलाई पनि ठुलोमा सिधा टन्न अटाउँछ, दुना अटाउँछ। मैले यसलाई चाहिँ 5 कुनेलाई चाहिँ टपरी यो पत्तालाई अलि छड्के बनाएर लानुपर्छ। अब यो गाँस्दै जाँदाखेरि 6वटा पात जान्छ कि 5वटा पात जान्छ थाहा छैन। अब यहाँ लगाउँदै जान्छु। चित्रकारी गर्दा चाहिँ 6वटा 7 कुने 6 कुने 5 कुने लगाउँछन्। यसो गरेर तलको यो बराबर बनाउनुपर्छ। मैले चाहिँ यो लगाउँदै गएको छु। यो भिडियो लामो हुन पनि सक्छ। दिदीबहिनीहरूलाई हेर्नलाई झ्याउ लाग्छ भनेदेखि नमानिकन अल्छी नमानिकन हेरिदिनु होला। सल्लीबाट यसलाई पनि बराबरको पात चाहिन्छ। यो चाहिँ ठुलै हुन्छ। ठुलो गरेर फेर लाएर गाँस्यो भने दसैँमा एक टपरीमा ठुलो टपरीमा जमाएर राख्न पनि हुन्छ। म चाहिँ नि टपरीमा ठुलो बनाएर जमाएर राख्छु दसैँमा। पातलाई चाहिँ खेर नफालौँ, नराम्रो पात जति मुनि हालौँ। यो किनेको पात हो। यसो गरेर पनि जति फुट्यो भने यो चाहिँ कति कुने भएछ भने 1 कुन 2 3 4 5 6 कुना भएछ। मुनिबाट फेदलाई चाहिँ मुनिबाट हाल्नुपर्छ। टुप्पोलाई माथिबाट बनाउने। मेरो चपाटी तयार भयो। अब म यसलाई अघि 4 कुना उठाएको जस्तै गरी उठाउने हो। यसलाई पनि यस्तो गरेर यहाँबाट अलिकति लामो आयो भने हामीले यसमा अलिकति यसो गरी दोबार्दै पनि हुन्छ।
सिन्का पनि लुलो भएछ, अलिक ओसिएछ। घाम नलागेको समय छ अहिले, हावाहुरी चलिरहेछ बाहिर। अब पनि यस्तै गरी यसलाई पनि अघि 4 कुना गाँसेको जस्तै गरी उठाउने हो। पछाडिको पात ल्याएर सिन्का लामो पारेर भाज्नु हुँदैन, छोटो पाऱ्यो भने टपरी राम्रो देखिन्छ। मेरो यो 6 कुने टपरी रेडी भयो। अब यसमा भित्री कार्यमा चाहिँ यो 6 कुने एकदम राम्रो भित्री खुसी हुनुहुन्छ। हामीले सिधा हाल्दा पनि दुना खप्टेर कहिले हाल्नु हुँदैन, अरे सर्लक्कै हाल्नुपर्छ। अब यहाँ आज मैले 2 मुठा पात गाँसेर सकाएछु। टपरी भएछ 30 वटा, यहाँ बोता भएछ 40 वटा, यहाँ दुना 70-75 वटा दुना भएछ। यसरी मिलाएर राख्नु होला। दिदीबहिनीहरूले पनि 1 वर्षसम्म प्रयोग गर्नलाई मिल्छ। मेरो भिडियो मन पराइदिनु होला।